सम्माननीय सभामुख महोदय, नेपालभन्दा बाहिर 127 जना नेपालीको कोभिड-19बाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालय भन्छ नेपालभित्र 14 जनाको मृत्यु भएको छ, 3762 जना सङ्क्रमित भएका छन्। तर के मृत्यु हुनेको सङ्ख्या 14 मात्रै हो? त्यसो भए भोकबाट मारिएका सूर्यबहादुर तामाङ वा झुन्डिएर मरेका चन्द्रबहादुर परियार, औषधि खान नपाएर मरेकी कङ्कादेवी बोहरा वा सुत्केरीबाट अस्पताल लान नपाएर मरेकी लालकुमारी रोकाएको मृत्युको जिम्मा कसले लिन्छ? क्वारेन्टाइनमा मृत्यु भएको सुनिता लोहारको मृत्युको जिम्मा कसले लिन्छ? वा झुन्डिएर मर्न बाध्य भएका लीला बल्लभ वा आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आउजीको मृत्युको जिम्मा कसले लिन्छ? यो त प्रतिनिधि घटना मात्रै हो, यस्तो धेरै देख्न बाँकी छ। यो भन्दै गर्दा माघ 21 गतेदेखि सदनमा हामीले उठाएको आवाजहरू म सम्झन्छु। फागुन 23 गते सदनमा भएको सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफल म सम्झन्छु। काङ्ग्रेसको प्रमुख सचेतकको नेतृत्वमा उच्च स्तरीय समितिलाई गएर बुझाएको काङ्ग्रेसको प्रस्ताव म सम्झन्छु। हामी मात्र होइन, हामी धेरैले सुझाव दियौँ, धेरैले सरकारलाई यो गर भनेर भन्यौँ, तर सरकारले सुनेन। न हाम्रो सुन्यो, न अदालतको सुन्यो, न प्रेसको सुन्यो, न नागरिकको सुन्यो, कसैको सुनेन। नसुन्दै गर्दा आज हाम्रो नियन्त्रणमा रहँदै पनि आज हाम्रो यो अवस्था भएको छ। यो त्यसै भएको होइन, यसको दोष कसको? के कानुनले गर्दा रोकेको? के ढुकुटीमा पैसा नभएर रोकिएको? के काङ्ग्रेसले रोकेको? कि अदालतले रोकेको? कसले रोकेको? यो रोकेको केवल सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहङ्कारले रोकेको, सरकारको अकर्मण्यताले रोकेको, सरकारको असक्षमताको कारणले गर्दा आज हामीले यो अवस्था बिहोर्नु परेको छ। त्यसैले सम्माननीय सभामुख महोदय, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले जो बैठक बसेर निष्कर्ष निकालेको छ, यो सरकारले कोरोनाको लडाइँबाट अब हामीलाई पार लगाउन सक्दैन। अब हामी सहयोग गर्छौँ भनेर मात्र बस्दैनौँ। अब हामी प्रश्न गर्छौँ, उत्तर चाहन्छौँ र सरकारलाई जवाफदेही बनाएर छाड्छौँ। हामीलाई अब उत्तर चाहिन्छ। सम्माननीय सभामुख महोदय, 10 अरब रुपियाँ खर्च कहाँ भयो? हामीलाई यसको उत्तर चाहिन्छ। 5वटा PCR मेसिन किन्ने, 25,000वटा जम्मा किट किनेर 10 अरब रुपियाँको हिसाब किताब देखाउनु पर्दैन? हामीलाई एक कुराको हिसाब किताब चाहिन्छ। यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने यो निर्लज्जताको पराकाष्ठ हो, हामीलाई हिसाब चाहिन्छ। त्यति मात्र होइन, क्वारेन्टाइनमा 1,66,000 मानिसहरू बस्छन् भनेर प्रधानमन्त्री आएर हामीलाई बताउनुहुन्छ। यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प हो? हामीलाई यसको जवाफ चाहिन्छ। भारतबाट आएका नागरिकहरूसँग गर्ने व्यवहार यही हो। सम्माननीय सभामुख महोदय, अदालतले भन्यो, संसदले भन्यो, विज्ञले भने PCR टेस्टको दायरा बढाऊ। आज सुदूरपश्चिममा कैयन दिनदेखि स्वाब कलेक्सन रोकिएको छ। प्रदेश नम्बर 2 का कैयन जिल्लाबाट 10,000 मानिसको रिपोर्ट नआएर क्वारेन्टाइनमा छटपटाएर बसेका छन्। तर सरकार के गर्दैछ? टेस्ट गर्नेको दायरा साँगुरो बनाउँदैछ। अब क्वारेन्टिनमा बस्ने मान्छेको PCR नगर्ने रे, अब मरेको मान्छेको स्वाब परीक्षण नगर्ने रे, अब सङ्क्रमित भएको मान्छेलाई 14 दिन क्वारेन्टिनमा आइसोलेसन राखिसके पछाडि घर पठाउने बेलामा पनि टेस्ट नगर्ने रे। बरु सरकारले यसो गरे हुन्छ, अब टेस्ट गर्ने बन्द गरिदिने अनि नेपाललाई कोरोना फ्री देश भनिदिने, किनकि परीक्षण नभएपछि सङ्क्रमण एकजनाको देखिन्न। सम्माननीय सभामुख महोदय, जवाफ चाहियो। जिम्मा कसले लिने हो? प्रधानमन्त्रीले भन्नुभएको यसो गर्नलाई? स्वास्थ्य मन्त्रीले भन्नुभएको? भोलि 1-2 जना निर्दोष कर्मचारीलाई सरुवा गरेर दोषबाट अपराधबाट भाग्न पाइन्न। विज्ञहरूले भने, स्वास्थ्य मन्त्रालयले भन्यो, RDT परीक्षण काम लाग्दैन। न यो विश्वसनीय छ, न नेपालको सङ्क्रमणको अहिलेको अवस्थामा यसको औचित्य छ। तर जबरजस्ती RDT परीक्षण गर्ने यो अपराधको जिम्मा कसले लिने? हामीलाई जवाफ चाहिन्छ। सम्माननीय सभामुख महोदय, मृत्यु भइसकेको मान्छेको स्वाब परीक्षण नगर्ने कसले भन्यो? हामीलाई जवाफ चाहिन्छ। त्यति मात्र होइन सम्माननीय सभामुख महोदय, अस्पतालको तयारी खोइ? यत्रो दिनसम्म लकडाउन गरिसके पछाडि अब सङ्क्रमितको सङ्ख्या बढ्दै गर्दा उपचार गर्नका निम्ति कुन अस्पतालमा कुन सामग्री थपियो, कति जनशक्तिको व्यवस्थापन गरियो, यसको जवाफ चाहिन्छ। विदेशमा बसेका नेपालीहरूलाई ल्याउने भनेर त्यत्रो निर्णय गरियो, अहिले कुन एयरलाइन्सले बोक्ने भन्ने झगडा गरेर तिनी आउनलाई आतुर भएर बसेका नेपालीहरूमाथि यत्रो ठुलो फेरि वज्रपात गर्ने जवाफ चाहिन्छ। गर्भवती महिलादेखि खोप पाउने बालिकासम्म दीर्घरोगीका उपचारहरूले औषधि किन पाएनन्? जवाफ चाहिन्छ। कृषक मजदुरदेखि साना उद्योगी, ठुला उद्योगी व्यवसायीसम्मले प्रधानमन्त्रीको गीत र कविताबाट राहत पाउँदैनन्, तिनको लागि कार्यक्रम के छ? जवाफ चाहिन्छ। त्यसैले सम्माननीय सभामुख महोदय, म आफ्नो कुराहरू टुङ्गाउने क्रममा आग्रह गर्न चाहन्छु, यो प्रश्न केवल प्रश्नका लागि होइन, उच्च स्तरीय समिति भनेर जुन बनाइएको छ, हामी उसलाई चिन्दैनौँ। हामीलाई यहाँ आएर चिनाउनु पर्यो। त्यो समितिको प्रमुखले, उप प्रधानमन्त्रीजीले आएर एक हामीले उठाएको प्रश्नको जवाफ दिनु पर्यो। जवाफमा चित्त बुझेन भने सम्माननीय प्रधानमन्त्रीजी आउनु पर्यो, एउटा हाम्रो प्रश्नको उत्तर यहाँ आएर दिनुपर्छ। हामीले आज जवाफका लागि अनुरोध मात्र गरेका छौँ, तर हाम्रो कुराको सुनवाई भएन।
2 दिन अगाडि हामीले विद्युतीय गाडीको सवारीका लगाइएको करका सम्बन्धमा पनि विषय उठायौँ। यी विषयहरूका बारेमा सदनमा आएर उहाँहरूले जवाफ दिनु भएन भने र जवाफमा चित्त बुझेन भने सम्माननीय सभामुख महोदय, आज हामीले रेकर्ड गराएका छौँ, जवाफ मागेका छौँ, तर अब जवाफ मागेर मात्र बस्दैनौँ, थपक्क बोलेर थपक्क बस्ने दिन गए। अब सरकारले यहाँ आएर हामीले मागेको हिसाब किताब दिएपछि मात्रै सबै प्रक्रियाहरू सुचारू रूपले अगाडि बढ्ने ठाउँसम्म हामी पुग्छौँ। म अहिले आग्रह गराउन चाहन्छु, सरकारले सोचोस्, तयारी गरोस्। अब सदनमा काङ्ग्रेसले एउटा कुराको हिसाब नदिकन सरकारलाई सुतेर बस्न दिँदैन भन्ने कुरा जानोस्। धन्यवाद। जय नेपाल।